नमस्ते नमस्कार सबैजनालाई के छ हालखबर सन्चै हुनुहुन्छ म पनि सन्चै छु हजुर पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु म चाहिँ नाइट काम गरेर आएर बिहान सुतेको थिएँ अनि दिउँसो खेरिन उठेँ अनि उठेर पहिला सिरकहरू सबै ओछ्यान पट्याएँ अनि त्यसपछि कपाल बानी त्यहाँबाट एकदम दिक्क लाग्यो सबैजना काममा गइसकेका थिए म एक्लै थिएँ रुममा चाहिँ साथी र म बस्छौँ हैन अनि उनी चाहिँ काममा गइसकेकी छिन् अनि म एक्लै पहिला सुरु ओछ्यानहरू सबै चट्ट मिलाएर अनि त्यसपछि दिक्क लाग्यो अर्को अरू रातभरि काम गर्छन् के अरे दिनभरि काम गर्छन् रातभरि सुत्छन् म चाहिँ रातभरि काम गर्छु दिनभरि सुत्छु हैन मेरो चाहिँ काकुली जस्तो जिन्दगी चलिरहेको छ अनि म चाहिँ सरसर ब्रस गरेँ अनि म चाहिँ जहिले पनि फेस वास गर्छु अनि यो फेस वासले मजाले मुख धोएँ कालो मुख झन् कालो हुन्छ मेरो चाहिँ मुख धोएपछि अनि बिस्तारै मुख धोइसकेँ अनि त्यहाँबाट के गरौँ भोक लाग्न थालिहाल्यो मलाई त मुख धुने बित्तिकै हैन अन्त यसो दिमागमा आयो के खाने भात नखाएको 3-4 दिन भइसक्यो भात पकाएर खाऊँ कि नखाऊँ भयो हैन भात त खाँदिन भने अनि यो बाँदरको जस्तो मुख बनाएँ एकछिन नक्कल पारेँ हैन त्यहाँबाट मजाले मुख धोएँ अलिअलि यसो मुख धोएँ पानी हाल्छु राम्रै नै हुँदैन 2-3 पटक पानी हालिसकेँ 4-5 पटक भइसक्यो मुखै राम्रो हुँदैन म चाहिँ कालो मान्छे भएर होला मुख धुँदाखेरि पनि झन् काली हुन्छु अनि पछि यसो हेरेको त ठिकै देखिन थालेछ ओहो मेरो मुख कठैभरि लैलै त्यहाँबाट अनि यसो बाहिर निस्केँ टावेलले पानी पुछे आशा गरौँ भने अनि पानी पुछेँ अनि त्यसपछि पानी सबै पुछिसकेपछि आएँ यतापट्टि आएर अनि म चाहिँ यो हात मुखीको कन्डिसनर के अरे के भन्छन् रे त्यही लगाउँछु हैन अनि त्यसपछि कुइ भएर भोक लाग्यो अनि त्यसपछि यो सागको डन्ठी र अन्डा बोइल गरेँ त्यहाँबाट अनि खुल्लो कोम्बिनी गएर सिन रामेन किनेर लिएर आएँ मेरो चाहिँ फेभरेट हो सिन रामेन हैन अनि त्यसपछि रामेन टक्क बोइल गरेँ अनि पानी गइरहेछ बाहिर अनि म चाहिँ हरेक सधैँभरि नात्तो खान्छु नात्तो चाहिँ मेरो फेभरेट हो जापानको हैन अनि यतिकै खाँदाखेरि चाहिँ ठुस्स गनाउँछ अनि म चाहिँ थोरै लेमन हाल्छु लेमन हालेर खायो भने चाहिँ छुट्टै स्वाद आउँछ मिठो पनि लाग्छ मलाई हैन अनि नात्तो गोले अनि त्यहाँबाट यसो हेर्दाखेरि सिङ्गान जस्तै देखिन्छ र पनि मिठो हुन्छ हुन चाहिँ कसैलाई मनपर्छ कसैलाई मन पर्दैन यो नात्तो चाहिँ मलाई चाहिँ एकदमै मनपर्छ कि म चाहिँ भातसँग पनि नात्तो खान्छु हैन मासु पकाउँदाखेरि पनि नात्तो मिसाएरै पकाउँछु खाने बेला चाहिँ मलाई नात्तो चाहिँ चाहिन्छ कि काँसै पिठी चाहिन्छ अनि मैले चाहिँ यो सिन रामेन सागको डन्ठी अनि त्यहाँबाट अन्डा टिक्का बनाएको थिएँ अनि त्यसपछि मैले नात्तो गम खाएँ यति धेरै भोक लागेको थियो हैन दायाँ बायाँ केही नसोचिकन सबै खाइसकेँ हैन आँखा चिम्म गरेर आँखा त हेरिराखेको रहेछ चिम्मा गरेर हैन छ अनि त्यसपछि नात्तो खाइसकेँ अनि गम नात्तो खाएको त आफूलाई हेर्दाखेरि पनि क्या मिठो गरी खा जस्तो फिल भयो कि भोक लागेर होला सायद हैन अनि यति बेला चाहिँ यो भिडियो रेकर्ड गर्दाखेरिसम्म मेरो चाहिँ फेरि बेलुका काममा जाने बेला भइसकेको थियो अनि त्यहाँबाट सबै नात्तोहरू खाइसकेर पुरै क्लिन बनाएँ त्यहाँबाट फेरि रामेन अब एक बटुको रामेन त खानु पर्यो फेरि अनि मेरो चाहिँ रातिको खाना पनि यही हो दिउँसो खाना पनि यही हो अनि कोम्बिनीमा हाइकी छ भने त्यो खान्छु हाइकी छैन भने चाहिँ म नखाइकन बस्छु हैन म चाहिँ लोभी छु खासै पैसा खर्च गर्दिनँ त्यही नै हाइकी निस्किन्छ टन्नै निस्किन्छ तेन्चुले नदेखिकन नि भित्र छिरी म चाहिँ हाइकी निकालेर खाइदिन्छु जेसुकै होस् भनेर हैन अनि त्यसपछि यति धेरै पिरो भयो पिरो खान नसकी पनि स्याक गर्दै सिङ्गान गाड्दै भए पनि खाएँ गम खाइसकेँ त्यहाँबाट घडी हेरेको त काममा जाने बेला भइसक्यो ओहो अब त छिटो खाएर रेडी भएर फेरि काममा जानुपर्छ भने त्यहाँबाट होस् यस्तै हो जापानको जिन्दगी हैन हतपत फ्री हुँदैन फ्री भए बेला एकछिन भए नि सुत्छु भन्ने हुन्छ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्यो हैन त्यहाँबाट मजाले आरामले दायाँ बायाँ केही मनमा पिर केही नलिकन रामेन टक्क खाइसकेँ हैन अनि खाइसकेर चाहिँ बिस्तारै रेडी भएँ अनि त्यहाँबाट एउटा टिङ्कुले साइकल छ टिङ्कुले साइकलमा चाहिँ लिखिन काममा गएँ मेरो चाहिँ काम नजिकै छ रुमको त्यो भएको भएर अन्डा खाऊ ज्यान बचाऊ भन्दै मैले चाहिँ 2टा अन्डा खाइसकेँ त्यहाँबाट फेरि नाइट काममा म चाहिँ स्टार्ट गरेँ काम मैले आजलाई यति नै फेरि भेटौँला सबैजनालाई जापानको लाइफ एकदमै बिजी लाइफ हुन्छ सबैजना आफ्नो ख्याल गर्नु होला सबैभन्दा मेन कुरा चाहिँ स्वास्थ्यको ख्याल गर्नु होला फुर्सद हुने बित्तिकै सुत्नु होला
धेरै मोबाइल नहेर्नु होला भन्न चाहन्छु। बाई बाई, टेक केयर, सबैजनालाई ख्याल गर्नु है।